भसाल। मेरो कविताको शीर्षक छ म। कविता सुरु हुन्छ। ब्रह्मलोकमा बत्ती गएपछि ब्रह्माजीलाई अति भएपछि बेला बेला ब्रह्माजी गोजीबाट ब्ल्याकबोर्ड निकाल्छ। टुकीमा मट्टितेल खनाउँदै झम्लङ्ग फुलेको दारी कनाउँदै गरी उज्यालो हेर्छन्, गरी अँध्यारो हेर्छन्, चक समातेर ब्ल्याकबोर्ड हेर्छन्। ब्रह्माजी यो अन्तरिक्षको कालो पाटीमा लेख्छन् राम्रो म। त्यसैले म यो मर्त्यलोकको पहिलो राम्रो म हो। म उज्यालो र अन्धकार बीचको सुन्दर रचना हो। म आत्मालाई जोड्ने सूत्र हो। हजुरलाई थाहा हो नि म ब्रह्मपुत्र हो। भन्दा गफ लगाए जस्तो हुन्छ। वर्णमालामा पनि म भन्दा राम्रो कोही छैन। मको नाकमा पाल परिसक्यो, झको खुट्टा झरिसक्यो, कुकुर पुच्छे ढ आफ्नै आपतमा छ। गोरुमुखे थल न घाँस न चापट छ। बुढोएको जोवन गइगो, अन्तिमको ज्ञानी भइगयो, तर राम्रो भने म मात्रै। यो कारण हामीले मलाई कहिल्यै नराम्रो भन्नु। मलाई ब्रह्मकमलको फुल भने पनि हुन्छ। मलाई मेरै ब्रह्माण्डको मूल भने पनि हुन्छ। म अलङ्कारको पनि अलङ्कार हो। म यो सृष्टिको पहिलो झङ्कार हो। मलाई जुन उपमाले सजाए पनि हुन्छ, मलाई मुरली भनेर बजाए पनि हुन्छ। म मुडा पनि हो, म मादल पनि हो। मलाई जुन भाकामा बाँधे पनि हुन्छ। मलाई गाउन नसकिने कुनै ताल छैन। म भन्दा पहिले यहाँ के थियो, म गएपछि के हुनेछ, मलाई बाल छैन। हो म मेटाफोरको पनि मेटाफोर हो। म आफ्नै सोचको भण्डाफोर हो। म साथीहरूमा प्रिय साथी मसँग झोक्राउनु पर्दैन। म आफन्तहरूमा गहिरो आफन्त मलाई चिया टक्राउनु पर्दैन। मलाई थाहा नभएको केही छैन, मसँग गति लुकाउनु पर्दैन। म जादुगर जसरी त्रिशूल निलेर फुल निकाल्दछ। कहिलेकाहीँ एउटै शब्दले आँसुको मूल निकाल्दछ। अल्पवृष्टिमा फलेको कल्पवृक्ष झैँ मागेपछि हातमै दिन्छ। म खिरपाक ताउली हो। सपना भुटे विपना पाक्छ। पकाउन जाने यति धेरै पाक्छ कि मास्टर सेफ पनि थाक्छ। कहिलेकाहीँ मलाई कोदाली पाते तहरू हप्काउन आउँछन्। कहिलेकाहीँ राम्रो मलाई कोदाली पाते तहरू हप्काउन आयो भने भनिदिनु, म हिरोको पनि हिरो हो। मको अगाडि सबै जिरो हो। म भूतको कल्पना बोकेर भविष्यको ठेगाना पुग्ने वर्तमानको गाडी हो। ल्याम्बोर्गिनी फरारी हो। म प्रोबेबिलिटीको विस्तार हो। म पृथ्वीको बिउ हो। मनेश्वरवाद हो। मलाई शङ्का छ ब्रह्माजीको नाम ब्रह्मा होइन ब्रो म हो। सायद मको सुरुवात त्यतैबाट भएको हुनुपर्छ। त्यसैले म महामन्त्र हो। त्यसैले सबैले एकचोटि ममा